नमस्ते। आज हामी का समूहका लागि स्थायी शिक्षकहरूले का समूह भर्दाखेरि चाहिने अङ्कहरू हामीले राख्नुपर्छ। त्यहाँ कसको कति प्रतिशत औसत अङ्क आयो भनेर राख्नुपर्ने हुन्छ। त्यसका लागि इमेज, विद्यालयको इमेज पनि सजिलै हेर्न सकिन्छ। यहाँ इमेज खोलिएको छ, मैले इमेज खोलिसकेको छु। हजुर पनि यसरी खोल्न सक्नुहुन्छ। अनि आफ्नो इमेज खोलिसकेपछि यहाँ धेरै अप्सनहरू छन्। त्योमध्ये रिपोर्ट्स भन्नेमा जानु पर्यो। तल REPORTS रिपोर्ट्समा जाने। रिपोर्ट्स क्लिक गरिसकेपछि स्कुल ट्रान्सफर यहाँ अप्सनहरू आउँछन्। त्योमध्ये स्कुल रिलेटेड भन्नेलाई क्लिक गर्ने। स्कुल रिलेटेडमा क्लिक गरिसकेपछि का रिलेटेड यहाँ रिपोर्टमध्ये का समूह भन्ने अप्सन आउँछ। का समूह रिपोर्टमा क्लिक गरिसकेपछि तल गयो भने हामी यसरी का समूह रिपोर्ट भनेर आउँछ। हामीलाई कुन वर्षको चाहिएको, जस्तै 82 को चाहिएको 82 मा क्लिक गरौँ। अब 83 को त एक्जाम नै हो। अनि लोड गरिसकेपछि यो सबै विवरण देखाउँछ। 1 को यति, 1 3 को। अब यहाँ भौगोलिक अवस्था, ग्रेड सबै अङ्क चाहिँ हामीले यसका लागि इमेजमा चाहिँ अङ्क पहिले नै प्रविष्ट गराइसकेको हुनुपर्ने छ। यसलाई ठ्याक्क यहाँ यसले प्रिन्ट पनि गर्न दिन्छ। एक्सलमा एक्सपोर्ट पनि गर्न दिन्छ। सबै अप्सनहरू छन् यसमा। दुईटै अप्सनमध्ये प्रिन्ट गर्ने अनि का समूहको पछाडितिर एट्याच गरेर हामीले राख्यौँ भने अब प्रतिशत निकालिराख्नुपर्ने झन्झट देखिएन। अब प्रिन्ट गर्न सजिलै दिन्छ। नभए एक्सपोर्ट गरेर एक्सलमा आफू अनुकूल बनाउन पनि